धेरै मानिसहरू सोच्छन् कि सफल हुनको लागि केवल स्कुल, कलेज वा शिक्षक मात्र पर्याप्त हुन्छ। तर वास्तविकता के हो भने सिकाइ केवल किताबमा मात्र सीमित हुँदैन। सिकाइको 100% हुनको लागि 4वटा मुख्य भाग हुन्छन्। यदि यी 4वटै कुराहरू सन्तुलनमा भयो भने तपाईको सिकाइ शक्तिशाली हुन्छ। नम्बर 1, 25% सिकाइ शिक्षकबाट। हामी जीवनको सुरुवाती चरणमा धेरै कुराहरू शिक्षकबाट सिक्छौँ। हामीलाई पढ्न, लेख्न, अनुशासन, सही र गलत छुट्याउन शिक्षकले सिकाउँछ। तर शिक्षकले सिकाउने क्रममा आफ्नो तर्फबाट 100% कोसिस गरे पनि विद्यार्थीहरूले त्यसको 25% मात्र सिक्ने गर्छन्। नम्बर 2, 25% सिकाइ आफ्नै मेहनतबाट। यदि शिक्षकले पढाए पनि विद्यार्थीले अभ्यास गरेन भने सफलता आउँदैन। आफ्नो मेहनत भन्नाले नियमित पढाइ, अभ्यास गर्नु, नयाँ स्किल सिक्नु, गल्ती सुधार्नु, समयको सही उपयोग गर्नु हो। आजको समयमा युट्युब, गुगल, अनलाइन कोर्स, एआई सबै उपलब्ध छन्। यदि तपाईँ सिक्न तयार हुनुहुन्छ भने तपाईलाई कसैले रोक्न सक्दैन। सक्सेस सेल्फ इफोर्ट बिना सम्भव छैन। नम्बर 3, 25% सिकाइ परिवार र साथीभाइबाट। हामी जसको सङ्गतमा बस्छौँ त्यही अनुसार सोचको विकास हुन्छ। परिवारबाट हामीले संस्कार, व्यवहार र जिम्मेवारीहरू सिक्छौँ। साथीभाइहरूबाट हामीले कम्युनिकेसन गर्न, टिमवर्क र नयाँ आइडियाहरू सिक्छौँ। यदि तपाईँ पोजिटिभ मानिसहरूसँग बस्नुहुन्छ भने ग्रोथ हुन्छ। तर गलत सङ्गतले तपाईको भविष्य बिगार्न सक्छ। योर इन्भाइरोमेन्ट सेप्स योर फ्युचर। तिम्रो भविष्यलाई आकार दिने तिमी बस्ने वातावरण हो। नम्बर 4, 25% सिकाइ उमेर, परिस्थिति र अनुभवबाट। कुनै पनि मानिसले स्कुल, कलेज, घर, परिवार, साथीहरूबाट जे जति कुराहरू सिके पनि 25% जति उसलाई उमेर, परिस्थिति, अनुभवले सिकाइ प्राप्त हुन्छ। यो जीवनको सबैभन्दा गहिरो शिक्षक हो। कहिलेकाहीँ हामीलाई फेलियरले सिकाउँछ, कहिलेकाहीँ समस्याहरूले सिकाउँछ, कहिलेकाहीँ जिम्मेवारीले सिकाउँछ। उमेर बढ्दै जाँदा हामी प्र्याक्टिकल नलेजहरू सिक्दै जान्छौँ। एक्सपिरियन्स इज द बेस्ट टिचर फर एभ्रिवान। तर यी 4वटा कुराहरू ब्यालेन्स भएन भने के हुन्छ त? यदि शिक्षक राम्रो भए पनि मेहनत छैन भने रिजल्ट कमजोर आउँछ। यदि मेहनत छ तर वातावरण खराब छ भने प्रोग्रेस ढिलो हुन्छ। यदि एक्सपिरियन्सबाट लेसन लिएन भने रिपिट मिस्टेक हुन्छ। त्यसैले कम्प्लिट लर्निङको लागि सबै फिक्र चाहिन्छ। याद राख्नुहोस्, सिकाइ केवल किताबमा मात्र सीमित हुँदैन। सिकाइको 100% सूत्र हो 25% शिक्षकहरूबाट, 25% आफ्नै मेहनतबाट, 25% परिवार साथीभाइबाट र 25% अनुभवबाट। यदि यो फर्मुला जीवनमा एप्लाई गर्नुभयो भने सफलता धेरै टाढा रहने छैन।